यो 10 वर्ष पहिलाको अन्नपूर्ण हिमालको फोटो र यो अहिलेको अन्नपूर्ण हिमालको। नेपालको गौरव मानिने थुप्रै हिमालहरू रहेका छन्। यसले नेपालको परिचय पनि दिन्छ र नेपालीलाई छाती फुलाएर आइएम अ पर्सन हु इज बोर्न इन द वम्ब अफ हिमालय भन्ने मौका पनि दिन्छ। तर अब यही पहिचानहरू, गौरवहरू भविष्यमा नेपालीहरूलाई अभिशाप बन्न सक्छन्। तर कसरी? नमस्कार साथीहरू, म नवीन अनि हजुरहरू हेर्दै हुनुहुन्छ एनआरपी एक्सप्लेनको पहिलो भिडियो। अहिलेको समयमा समस्त मानव जगतलाई एक कुराले धेरै डराउँदै गरेको भेटिन्छ र त्यो हो climate change. Climate change. To avert the worst consequences of climate crisis. We have 9 years left. To stop climate change from an threat of climate change. We don't have much. क्लाइमेट चेन्ज यानी जलवायु परिवर्तन भन्नाले पृथ्वीको वातावरणमा दीर्घकालीन रूपमा देखिने तापक्रम र मौसम सम्बन्धी परिवर्तनहरूलाई जनाउँछ। यी परिवर्तनहरू प्राकृतिक कारणले पनि हुन सक्छन्, जस्तै ज्वालामुखी विस्फोट, सौर्य गतिविधिमा हुने उतार चढाव वा पृथ्वीको परिक्रमा पथमा हुने परिवर्तनहरू। ज्वालामुखी विस्फोटले वायुमण्डलमा ठूलो मात्रामा सल्फर डाइअक्साइड SO2 र अन्य एरोसोलहरू छोड्न सक्छ, जसले सूर्यको प्रकाशलाई प्रतिरोध गरेर पृथ्वीको सतहलाई अस्थायी रूपमा चिसो बनाउन सक्छ। यस्तै सौर्य गतिविधिमा हुने परिवर्तनले पृथ्वीको तापक्रममा असर पार्न सक्छ, जसले मौसमको चक्रमा अस्थिरता ल्याउन सक्छ। पृथ्वीको परिक्रमा पथमा हुने सानो परिवर्तनले पनि मौसममा दीर्घकालीन असर पुर्याउन सक्छ, जसले हिउँद र गर्मीको गम्भीरतालाई बढाउन सक्छ। तर पछिल्लो केही दशकदेखि देखिएको जलवायु परिवर्तनको प्रमुख कारण मानवीय गतिविधिहरूले वायुमण्डलमा उत्सर्जन गरेका ग्रीन हाउस ग्यासहरूको बढ्दो मात्रा हो। ग्रीन हाउस ग्यासहरू वायुमण्डलमा तापक्रमलाई बढाउने र पृथ्वीको सतहलाई न्यानो बनाउने काम गर्छन्। यस्ता ग्यासहरूमा प्रमुख रूपमा कार्बन डाइअक्साइड CO2, मिथेन CH4, नाइट्रस अक्साइड N2O र फ्लोरोकार्बनहरू SFC, PFC, SF6 लाइक त्यस्तै ग्यासहरू समावेश हुन्छन्। मानवीय गतिविधिहरूले उत्सर्जन गरेका यी ग्यासहरूले पृथ्वीको वायुमण्डललाई परिवर्तन गरेका छन्, जसले गर्दा पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएको छ। यो प्रक्रिया, जसलाई ग्लोबल वार्मिङ भनिन्छ, जलवायु परिवर्तनको प्रमुख कारण हो। ग्लोबल वार्मिङले पृथ्वीको हावापानी चक्रमा ठूलो परिवर्तनहरू ल्याइरहेको छ, जसले अत्याधिक ताप, अनियमित वर्षा, बाढी, खडेरी र अन्य प्राकृतिक विपदहरूको सङ्ख्या र तीव्रता बढाएको छ। औद्योगिक क्रान्तिपछिको समयमा बढ्दो कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्यासहरूको उत्सर्जनले पृथ्वीको औसत तापक्रमलाई क्रमशः बढाउँदै लगेको छ। यसैले मौसमको चक्रमा ठूलो र गम्भीर परिवर्तनहरू ल्याएको छ। जब हामी ग्रिनहाउस ग्यासको उत्सर्जन गर्छौँ, बढाउँछौँ, यसले वायुमण्डलमा तापलाई फसाउँछ र त्यसैले पृथ्वीको तापमान वृद्धि गर्छ। यो तापक्रम वृद्धिको परिणामस्वरूप धेरै प्रकारका मौसमीय घटनाहरूमा असमानता देखा पर्न थालेका छन्। विशेष रूपमा यो तापक्रम वृद्धिले निम्न समस्याहरू निम्त्याएको छ। नम्बर 1, असामान्य तातो हावा। पृथ्वीको विभिन्न भागमा सामान्यभन्दा बढी तातो हावा देखा पर्न थालेको छ। यसले गर्मीका लहरहरूको सङ्ख्या र तीव्रता बढाएको छ, जसले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ। अत्याधिक गर्मीले गरम देशका क्षेत्रमा तापक्रमलाई खतरनाक स्तरमा पुर्याउन सक्छ, जसले गर्दा हिट स्ट्रोक, डिहाइड्रेसन र अन्य गर्मी सम्बन्धी स्वास्थ्य समस्याहरूको जोखिम बढाउँछ। नम्बर 2, अनियमित वर्षा। क्लाइमेट चेन्जले मनसुन र अन्य वर्षा चक्रहरूमा असमानता ल्याएको छ। यो असमानता सँगै वेदर फोरकास्ट गर्न कठिन भएको छ, जसले कृषकहरूको खेतीमा समस्याहरू ल्याएको छ। धेरै ठाउँमा अत्याधिक वर्षा हुने गर्छ भने केही ठाउँमा लामो खडेरीको समस्या देखा पर्न थालेको छ। यसले खाद्य सुरक्षा र पानीको स्रोतमा प्रतिकूल असर पारेको छ। नम्बर 3, तीव्र बाढी। वर्षाको मात्रा र तीव्रता बढ्दै जाँदा बाढीको जोखिम पनि बढेको छ। भारी वर्षा र गलेर आएको पानीले नदीहरू र तालहरूको स्तरमा तीव्र वृद्धि गराउँछ, जसले गर्दा बाढीको सम्भावना र तीव्रता वृद्धि भएको छ। बाढीले ढलान क्षेत्र र मानव बस्तीमा ठूलो क्षति पुर्याउँछ, जसले लाखौँ मानिसलाई प्रभावित पार्छ। नम्बर 4, लामो खडेरी।
खडेरीको अवधिमा वृद्धि भएको छ, जसले भूमि र कृषि उत्पादनमा गम्भीर असर पारिरहेको छ। लामो समयसम्म पानीको अभावले फसलको उत्पादनमा कमी ल्याउँछ र कृषि क्षेत्रलाई सङ्कटमा पार्छ। यसले खाद्य सङ्कटलाई बढाउँछ र ग्रामीण समुदायहरूको जीविका सङ्कटमा पार्छ। नम्बर 5, समुद्रको सतहमा वृद्धि। समुद्रको सतहको वृद्धि एक महत्त्वपूर्ण परिणाम हो जुन ग्लेसियर र हिमनदीहरूको पग्लन कारण हो। तापक्रम वृद्धिले समुद्रको जलवायु परिवर्तन गरिरहेको छ, जसले समुद्रको सतहलाई बढाउँछ। यसले तटीय क्षेत्रका जनसङ्ख्या र संरचनालाई जोखिममा राख्छ। समुद्रको सतहमा वृद्धि हुँदा तटीय बस्तीहरू जलमग्न हुने खतरा बढ्छ, जसले लाखौँ मानिसको जीवनमा सङ्कट ल्याउन सक्छ। नम्बर 6, हिमनदीहरूको तीव्र पग्लन। हिमनदीहरू र पोलर आर्कटिक क्षेत्रमा भएका हिउँका चादरहरू पग्लन थालेका छन्। यसले समुद्रको सतह बढाउँछ र हिमालयका नदीहरूमा पानीको मात्रा अस्थिर बनाउँछ। हिमनदीहरूको पग्लने प्रक्रिया बढ्दै जाँदा ग्लेसियर झिल विस्फोटको सम्भावना पनि बढेको छ, जसले बाढी र अन्य प्राकृतिक विपदहरूको जोखिम ल्याउँछ। यी सबै समस्याहरूले पृथ्वीको वातावरणीय सन्तुलनमा ठूलो असर पुर्याएको छ, जसले हाम्रो जीवनशैली, स्वास्थ्य र भौगोलिक संरचनामा गहिरो प्रभाव पारेको छ। अब नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाल, जसको प्राकृतिक विविधता र हिमालय पर्वत श्रृङ्खला विश्वभरि प्रसिद्ध छ, जलवायु परिवर्तनका कारण विशेष रूपमा प्रभावित भएको छ। यहाँका हिमनदीहरू जलवायु परिवर्तनको सिधा प्रभावमा तीव्र गतिमा पग्लिरहेका छन्। हिमालयका हिमनदीहरूको पग्लने गति बढ्नाले नदीहरूको वहावमा अस्थिरता आएको मात्र होइन, नयाँ समस्याहरू पनि देखा परेका छन्। हिमनदीहरूको पग्लनसँगै बाढी र अन्य विपदहरूको जोखिम पनि बढेका छन्। हिमनदी झिल विस्फोट। हिमनदी झिल विस्फोट नेपालमा एक प्रमुख दुर्घटना हो, जसले ठूलो जनधन क्षति दिएको छ। उदाहरणको रूपमा 2017 मा मोचु ग्लेसियर झिल विस्फोटले जनधनको ठूलो क्षति ल्यायो। यस विस्फोटले नदी प्रणालीमा ठूलो मात्रामा पनि पानी छोड्यो, जसले बाढी र अन्य प्राकृतिक विपदको जोखिमलाई बढायो। यस घटनामा धेरै गाउँ जलमग्न भए, घरहरू र कृषिमा ठूलो क्षति भएको थियो। त्यस्तै 2020 मा भएको एक अर्को हिमनदी झिल विस्फोटले सुदूरपश्चिमका केही गाउँहरूमा बाढी ल्यायो र जीवनलाई अस्तव्यस्त गरायो। बाढी र पहिरो। जलवायु परिवर्तनले नेपालमा बाढी र पहिरोको सङ्ख्या र तीव्रता बढाएको छ। नेपालका पहाडी क्षेत्रहरूमा विशेष गरी बर्खाको समयमा अत्याधिक वर्षा हुँदा भूस्खलन र बाढीको जोखिम अत्याधिक बढेको छ। 2021 मा खेत र डोटी क्षेत्रमा आएको बाढीले हजारौँ घरहरू जलमग्न भयो र खेतीयोग्य भूमि र संरचनामा ठूलो क्षति पुर्यायो। यसैगरी 2019 मा सिन्धुलीमा आएको भयानक पहिरोले दर्जनौँ मानिसको मृत्यु गर्यो भने हजारौँ वनस्पतिहरूको नाश भयो। कृषिमा असर। कृषिमा पनि जलवायु परिवर्तनको असर देखिएको छ। लामो समयसम्म खडेरी र अनियमित वर्षा हुँदै 2022 मा तराई क्षेत्रमा धान र मकैको उत्पादनमा ठूलो गिरावट भएको छ। खडेरीले कृषकहरूको फसलमा क्षति पुर्याएको छ र खाद्य सुरक्षामा सङ्कट ल्याएको छ। यससँगै 2021 मा लमजुङ र कास्कीमा आएर असामान्य वर्षाले फसलमा ठूलो क्षति पुर्यायो र कृषकहरूको जीवनमा प्रतिकूल असर ल्यायो। जैविक विविधतामा सङ्कट। नेपालको जैविक विविधता यानि बायोडाइभर्सिटीमा पनि जलवायु परिवर्तनको प्रभाव परेको छ। तापक्रम वृद्धि र प्राकृतिक वासस्थानको ह्रासका कारण 2020 मा हिमाली क्षेत्रमा चितुवा र ढुकुटी प्रायको सङ्ख्या घटेको छ। वनस्पतिहरूको वासस्थान सर्दै जाँदा यी प्रजातिहरूको अस्तित्व सङ्कट बन्ने भएको छ। त्यस्तै 2018 मा पर्वले ढुकुटी भालुको जनसङ्ख्या 30% घटेको देखायो। यसले जैविक विविधतामा सङ्कटलाई थप गम्भीर बनाएको देखिन्छ। एट द लास्ट अफ द भिडियो म हजुरहरूलाई के भन्न चाहन्छु भने जलवायु परिवर्तनको असरले नेपालमा विभिन्न दुर्घटनाहरू र समस्याहरू निम्त्याएको छ, जसले गर्दा प्राकृतिक विपदहरूको जोखिम, स्वास्थ्य सङ्कट र बायोडाइभर्सिटीको ह्रास लगायतका समस्याहरूले जनजीवनमा गम्भीर असर पारिरहेका छन् र पार्ने पनि छन्। यो समस्याको सामना गर्न र समाधान गर्न हामीले अन्तर्राष्ट्रिय स्तरमा र पहिला त स्थानीय रूपमा ठोस कदम चाल्नु आवश्यक छ।
प्राकृतिक स्रोतहरूको संरक्षण, विकास र जनचेतना मार्फत हामीले जलवायु परिवर्तनलाई सम्बोधन गर्न सक्छौँ र भविष्यका पीढिहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सक्छौँ। जसरी हामी छाती फुलाएर आई एम अ पर्सन विच इज बोर्न इन द वार्म अफ हिमालय भन्ने मौका पाइरहेका छौँ, त्यो मौका सायदै अब आउने नयाँ पिँढीले भन्न सक्ला। किनभने जसरी क्लाइमेट चेन्ज भइरहेको छ, तापमान बढ्दैछ, त्यसले गर्दा नेपालीको लागि पहिचानका रूपमा रहनुपर्ने हिमालयहरूमा हिउँ नै रहने छैन। र त्यति मात्र होइन, हाम्रा भावी पुस्ताहरू हामीलाई सम्झेर दुःखी हुनेछन्, किनभने हामी हाम्रा पुस्ताको पहिचानलाई ह्रास गर्ने व्यक्ति बन्न सक्छौँ। सो एक थुकी र 100 थुकी नदी भने जस्तै पहिला आफूबाट नै क्लाइमेट चेन्जको विरुद्ध उभियौँ र भविष्यमा हाम्रा पुस्ताको लागि हामीले केही न केही त गर्न सक्छौँ। किनभने क्रान्ति पहिला एक व्यक्तिबाट नै सुरु हुन्छ। हस् त, आजले यति नै। अब अर्को भिडियोमा भेट्नेछौँ। त्यति बेलालाई नमस्कार, जय नेपाल।